साथीहरु, आज म तपाईहरुलाई यो अटोमेटिक स्मार्ट बेल, पर्फेक्ट अटोमेटिक स्मार्ट बेल कसरी कनेक्सन गर्ने, स्पिकर र यो बेल बीचको कनेक्सन देखाउन गइरहेको छु। यता हेर्नु होला, यो बेलबाट जम्मा 4 वटा तार आएको छ। दुईटा रातो तार, यो जम्मा दुईटा रातो तार छ र दुईटा कालो तार छ। यो दुईटा रातो तार एम्प्लिफायरको तार हो, किनभने यो स्पिकर इनबिल्ड एम्प्लिफायर भएको स्पिकर हो। स्पिकरको मोडल फरक हुन सक्छ, स्पिकर बक्सको बनावट अलग हुन सक्छ, तर कनेक्सन सबैको एउटै हुन्छ। त्यसैले स्पिकरमा पनि हेर्न सक्नुहुनेछ, दुईटा यो कालो तार, यहाँ जम्मा दुईटा कालो तार छ, दुईटा रातो तार छ र यो पहेँलो तारको कुरा छोडौँ, यो अर्कै पर्पसको लागि, रिसेटको लागि लगाइएको हो। अब बेल, स्मार्ट बेलबाट आएको यो दुईटा तार, रातो तारलाई छुट्टा छुट्टै यसरी दुईटा यी रातो, यहाँबाट गएका रातो तारलाई यसरी छुट्टा छुट्टै रातोसँग कनेक्सन गर्ने, कनेक्सन गरेर यसरी यसमा टेप लगाइदिन सक्नुहुन्छ। हेर्नुस्, छुट्टा छुट्टै छ। यसपछि यी दुईटा कालो तारलाई यसरी छुट्टा छुट्टै, कालोलाई कालोसँग, यो कालोलाई कालोसँग र रातोलाई रातोसँग छुट्टा छुट्टै यसरी कनेक्सन गर्न सकिन्छ। कनेक्सन गरिसकेपछि अब हामी के गर्छौँ भने पावर प्लग गर्छौँ। डिभाइसमा पावर आयो, पावर आइसकेपछि हामीले यसको कनेक्सन ठिक छ कि छैन, यो बेलको सेट ठिक छ कि छैन, यसलाई चेक गर्नको लागि हामी के गर्छौँ भने यो यतापट्टिको स्विच छ हाम्रो, यो बेलतिर हुनुपर्छ, तल हुनुपर्छ। यहाँ हेर्न सक्नुहुन्छ, लेखेको छ बेल र माइक। यो स्विच जहिले पनि यसरी यो बेलतिर तल हुनुपर्छ र यति भइसकेपछि हामी के गर्छौँ, यसलाई चेक गर्छौँ। चेक गर्नको लागि सबैभन्दा पहिला हामी 1 कीमा चेक गर्न सक्छौँ। एउटै की हो इमर्जेन्सी दबाएर, इमर्जेन्सी भनेको के हो भने अटोमेटिक प्ले हुने र यो कुनै आपतकालीन स्थितिमा बजाउने एउटा बेल हो। त्यसकारणले हामी यसलाई चेक गर्छौँ, स्पिकर र यसको कनेक्सन ठिक छ कि छैन, डिभाइस ठिक छ कि छैन भनेर। यो भिडियो हेरिरहनुभएका सबैजनालाई नमस्कार। म पर्फेक्ट आइटी सोल्युसनको तर्फबाट हजुरहरूलाई यो बेल, अटोमेटिक स्मार्ट बेल कसरी सेट गर्ने भन्ने तरिका देखाउन गइरहेको छु। ध्यान दिएर हेर्नुहोला। सबैभन्दा पहिला हामीले यो डिभाइसलाई यसरी पावर प्लग लगाउँछौँ पावरमा। त्यसपछि पावर अन गर्छौँ। अन गरिसकेपछि यहाँ जुनसुकै टाइम आए पनि हजुरले सबैभन्दा पहिला के गर्नुपर्ने हुन्छ भने यो सेभ बटनलाई एकपल्ट यसरी थिचेर, यहाँ हेर्नु होला सेभिङ आइरहेको छ, र सेभ बटन थिचेर राखेर एकपल्ट पावर अफ गरिदिने, त्यसपछि फेरि पावर अन गर्ने, तर यो सेभ बटन थिचिराख्ने। यसो गर्दाखेरि के हुन्छ भने रिसेट हुन्छ। अब एकपल्ट सेभिङ आइसकेपछि यहाँ रिसेट भयो। अब यसलाई सेट गर्न सिक्दैछौँ हामी। हजुरहरूलाई यहाँ देख्न सक्नुहुन्छ 7 वटा जम्मा यसमा कीप्याड छन्, कीहरू छन्। 7 वटा की मध्येमा हजुरहरूले हेर्नुहुन्छ सबैभन्दा दाहिनेपट्टि माथि मेनु पछि डाउन पछि प्लस भनेको कुनै पनि अङ्कलाई हामी बढाउँदाखेरि प्लस थिच्छौँ। जस्तै 10 छ, 10 लाई 11, 12, 13, 14 गर्नु पर्यो भने प्लस थिच्दै जाँदा नम्बर बढ्छ र माइनस थिच्दै जाँदा नम्बरहरू घट्दै जान्छन्। त्यसै गरी यता नेक्स्ट छ र नेक्स्टको मुनि सेभ छ। सेभ पछि यो हजुरहरूको के छ भने इमर्जेन्सी अलार्म छ। इमर्जेन्सी अलर्ट, कुनै स्कुलमा कुनै समस्या पर्यो, भुइँचालो, आगलागी इत्यादि कुनै पनि इमर्जेन्सी अवस्था छ भने यसलाई यो थिचेर बजाउन सकिन्छ र यो बजाएर त्यहाँबाट आफू भाग्न सकिन्छ, यो इमर्जेन्सी अलर्ट। अब हामी यसलाई सेट गर्न सिक्दैछौँ। सेट गर्नको लागि हेर्नुहोला, सबैभन्दा पहिला म यहाँ डिस्प्ले देखाउन गइरहेको छु। डिस्प्लेमा यसरी सबैभन्दा पहिला हामी मेनु थिच्छौँ। मेनु बटन एकचोटि प्रेस गरेँ, दुईचोटि गरेँ, त्यसपछि समर मोड, यहाँ एउटा चिज आउँछ अपडेट टाइम। अपडेट टाइम, यहाँ हाम्रो अहिलेको समय कुन हो त्यो समय अपडेट गर्नुपर्ने हुन्छ। अपडेटमा अहिले मानौँ यहाँ 10:45 भइरहेको छ भने हामीले यहाँ पहिलो घन्टा, त्यसपछि मिनेट। अब घन्टालाई 10:45 बनाउनको लागि म माइनसमा गएँ, 1 माइनस पटक थिच्दै मैले 10 ल्याएँ।
10 गरिसकेपछि अब नेक्स्ट थिच्ने बित्तिकै यो मिनेटमा जान्छ। हेर्नुस्, नेक्स्ट थिचेँ मैले, मिनेटमा गयो। अब यसलाई प्लसलाई थिचेर राखेँ एकछिनसम्म, आफै बढ्दैछ। हेर्नुस्, प्लस थिच्दा समय बढ्दैछ। समय बढ्दै गएपछि हजुरको 45 46 मैले 47 गरेँ, अपडेट टाइम गरिदिएँ। यसपछि मैले सेभ गरेँ, सेभ गर्न नबिर्सिनु होला। सेभ गरिसकेपछि यो टाइम सेभ भयो। अब यसले डेट सोधिरहेको छ, डेट आज 22/3/2025 नै हो, सही छ। यसलाई मैले फेरि मेनुबाट अर्को सेक्सनमा गयो। अब केले भनेको छ भने प्रेस डाउन टु 8 बेल। अब हामीले यहाँ नयाँ यदि बेलहरू एड गर्नु छ भने यसलाई मैले प्रेस डाउन भनेको छ, डाउनलाई थिचेँ। डाउनलाई थिचिसकेपछि यहाँ आएको छ 01 हेर्न सक्नुहुन्छ देब्रे साइडमा सबभन्दा माथि। यो 01 भनेको फर्स्ट बेल हो। योभन्दा पहिला यसमा कुनै बेलहरू एड गरेको छैन। अब मैले के गरेँ भने 10 बजे ओके, मैले यसलाई नेक्स्ट गरिदिएँ। नेक्स्ट गरेपछि मिनेटमा आयो। 10:45 एउटा बेल छ, प्लस गरेँ। प्लस गरेपछि यो बढ्दै गएको छ। यसलाई थिचिराख्ने जबसम्म आउँदैन तबसम्म। 44 45 एउटा बेल छ। अब यो डेली भनेको के हो भने यसमा प्रत्येक दिन छुट्टा छुट्टै बेल पनि राख्न सकिन्छ। तर यो हाम्रो कन्टिन्यू नर्मल बेल भएको हुनाले नर्मली समर मोडको लागि हामीले एउटै टाइम राख्छौँ। डेली नै मैले राखिदिएँ। यहाँ डेलीमा हामीले प्लस माइनस थिचेपछि अब हजुरको यो चेन्ज हुन सक्छ। डेली अब ट्युजडे, वेन्सडे, थर्सडे, फ्राइडे, कुन दिन बजाउने, मन्डे टु फ्राइडे छ। त्यसपछि अब यसरी मैले यो प्लस माइनस गर्दै जाँदा मैले यहाँ डेली राखेँ। यसमा माइनस थिच्दै गएको छु। हेर्नुहोस्, डेली आयो। डेली नै मलाई चाहिएको हो। त्यसपछि मैले के गरेँ, नेक्स्ट थिचेपछि यो 50S को अर्थ के हो भने हामीले स्पिकरलाई कति बेरसम्म अन राख्ने। किनभने यसमा सिस्टम छ, हामीले स्पिकर बेल बजिसकेपछि स्पिकर आफै अफ हुन्छ। यहाँ 50S को अर्थ के हो भने मैले यसमा 50 सेकेन्डसम्म बेल स्पिकरलाई अन गर्ने कमान्ड दिएँ। तर मलाई यति 50 सेकेन्डसम्म चाहिएको छैन। म यसलाई कम गरेर 20 सेकेन्ड राखिदिन्छु। 20, किनभने हाम्रो बेलले दिस इज 4th पिरियड, 5th पिरियड या 7th पिरियड भने पनि 20 सेकेन्ड भित्रमा भनिसक्छ। मैले यहाँ 20 सेकेन्ड गरिदिएँ। 20 सेकेन्ड पछि फेरि नेक्स्ट प्रेस गरेँ। नेक्स्ट प्रेस गरेपछि F00, यसको अर्थ के हो भने फाइल, कुन फाइल बज्ने त यो 10:45 हामीले कुन फाइल बजाउने भन्दा मैले यहाँ सेकेन्ड पिरियड बजाउन खोजेँ 10:45 अब सेकेन्ड पिरियड एउटा हजुरहरूले लिस्ट पाउनुहुनेछ। म यहाँबाट फोटो एउटा लिस्ट पठाइदिन्छु। त्यो लिस्टमा चाहिँ कुन MP3 कुन शब्द बजाउने यो समयमा भन्ने त्यो लिस्ट हुन्छ। लिस्ट अनुसार त्यसमा 02 हाम्रो सेकेन्ड पिरियड छ। मैले यहाँ प्लस थिचेँ 02। अब यहाँ के सोधिरहेको छ भने नेक्स्ट गर्दा समर मोड, यो हामीले कुन मोडमा राख्ने, यो मोड एकदमै ध्यान दिनुपर्ने हुन्छ। किनभने हजुरहरूले यदि यसलाई समर मोडमा एड गर्नु छ भने हामीले प्ले गर्ने बेलामा पनि समर मोड नै रन गर्नुपर्छ। यसमा धेरै मोडहरू छन्, जस्तै समर छ, हजुरहरूले हेर्न सक्नुहुन्छ। विन्टर छ, विन्टर पछि एक्जामिनेसन छ, एक्जाम पछि फल, फल पछि एक्स्ट्रा, 4वटा मोडहरू छन्। अब हामीलाई चाहिएको कुन मोडमा हो, हामीले यसलाई कुनै पनि मोडमा गर्न सक्छौँ गर्न त, तर खास गरी हामीले यसलाई समर मोडमै रन गर्ने गर्छौँ, गर्मियामको समर मोडमा। अब हामीले के गरें, यसमा सेभ गरिदिनु होला। सेभ गरिसकेपछि फेरि यहाँ के भनिरहेछ, प्रेस डाउन टु 8 बेल। अब फेरि मैले डाउन थिचेँ। डाउन थिचेपछि अघि 1 नम्बर बेल थियो, अहिले हेर्न सक्नुहुन्छ देब्रे साइडमा सबभन्दा माथि 02 आएको छ। 02 को अर्थ हो यो सेकेन्ड बेल भन्नाले बेल नम्बर दोस्रो। तर अब यहाँ हामीले सेकेन्ड बेल, थर्ड बेल एड गर्न सक्छौँ। अब मैले यहाँ के गरेँ भने समरलाई समर नै छोडिदिएँ। नेक्स्ट गर्दै जाँदा अघि 10:45 थियो भने अब 11:30 मैले बनाएँ। प्लस थिचेँ, 11 भयो। नेक्स्ट थिचेँ, मिनेटमा गयो। अब यसलाई थिचेर राखेँ एकछिन, 30 मिनट हुन दिन्छु। 30 मिनट 30 भयो। अब फेरि नेक्स्ट थिचेँ, डेली भयो, मलाई डेली नै चाहिएको हो यो पनि। फेरि नेक्स्ट गरेँ, 50 मिनट छ।
अब यसलाई मैले 50 बाट यसलाई पनि 20 सेकेन्ड गर्दिएँ। माइनस थिच्दै गएको छु, 20 सेकेन्ड भयो। 20 सेकेन्डबाट नेक्स्ट गरेँ। अब मैले थर्ड पिरियड बजाउन खोजेको 03 मा थर्ड पिरियड छ। अब 03 मैले लगाएँ, दिस इज थर्ड पिरियड भन्छ यसले। त्यसपछि मैले फेरि यसलाई पनि सेभ गरिदिएँ। यसै गरी फेरि डाउन गरेँ। डाउन गरिसकेपछि अब थर्ड बेल आयो। हजुरलाई थाहा छ टाइम आफूले नेक्स्ट गर्दै जाँदा टाइम सेट गरिदिने। टाइम सेट गरिसकेपछि फेरि मिनेटमा जाने। एउटै कुरो ध्यान के राख्नुपर्ने हुन्छ भने 12 बजेपछि 1-2 दिउँसोको बजाउनलाई हामीले 13-14 युज गर्छौं, किनभने यसमा 24 आवर टाइम हुन्छ। यदि हामीले 1 बजे लगायौं भने 1 बजे राति बज्न सक्छ, 1 AM मा। त्यसकारणले हामी 12 बजेपछि 13, 14, 15 त्यसरी बजाउँदै जान्छौं र टाइम एडिट गर्दै नेक्स्ट गर्दै हरेक अप्सनलाई फेरि दोहोर्याउँछौं। जस्तो बेल नम्बर 1 या बेल नम्बर 2 हामीले लगाउँदा जस्तै दोहोर्यायौं त्यसै गरी नेक्स्ट गर्दै जान्छौं। टाइम कम गर्छौं आवश्यकता अनुसार। त्यसपछि फेरि नेक्स्ट गर्छौं। कुन बेल बजाउने हो त्यो एड गर्छौं। त्यसपछि समर मोड नै राखेर हामीले यसलाई सेभ गरिदिन्छौं। यसपछि यी सबै चिज भइसकेपछि हामी फेरि मेनु थिच्दै आउँछौं। मेनु थिच्दै गएर यहाँ वेलकम र टाइम आउँछ 10:53 टाइम भइसकेको छ। सटरडे, आज शनिबार हो। त्यसपछि समर मोड यो हाम्रो रन भयो। अब यो बेल बज्ने बेलामा अटोमेटिक रन हुन्छ। एउटै कुरो ध्यान के राख्नुपर्छ भने हाम्रो यतातिर एउटा स्विच छ, यो माथि गर्दा माइक बज्ने र तल बेल बज्ने भएको हुँदा यो स्विच बेल बज्ने बेला जहिले पनि तल हुनुपर्छ। र यदि हामीले ब्लुटुथ या माइक बजाउने हो भने यो स्विच माथि राखेर हामी ब्लुटुथ पनि यसमा कनेक्ट गर्न सक्छौं, ब्लुटुथ बजाउन सक्छौं या माइक बजाउन सक्छौं। हस्त धन्यवाद। आशा छ हजुरहरूले सबै सिक्नुभयो होला।